ओहायो गोजाइमास आइङ्कु ल भन त के बनाउँदैछौ रे मम्मीलाई कौनो जागाइमो खै जागाइमो कौनो जागाइमो दाइगोन कौनो टमाटो कौनो अनि पिमा कौनो अनि अदुवा कौनो सेउका अनि निङ्निकु कौनो इंगेन कौनो इंगेन सिमी तामानेगी ओके अनि त्यो साग लिएर आज आइङ्कीले के गर्ने मम्मीलाई के बनाइदिने हो सब्जी बनाइदिने हो भेजिटेबल सब्जी हो आइङ्कीको आज ल बाई ल सुरु गर ल अब फेरि अरू के काट्छिन् जिन्जर काट्छिन् है त ल अदुवा काट्यौ ल अदुवा पनि काट्दैछन् है आइङ्कीले के भन्छ यसलाई जागाइमो भन्छ नेपालीमा आलु आलु काट्दैछौ ल आइङ्कीले आलु काटिन् है त ल के हो त्यो भनेको के भन्छ यसलाई जापानिजमा जापानिजमा के भन्छ नेपालीमा सिमी जापानिजमा इंगेन नेपालीमा सिमी ल सिमी काट्दै हो खातै छ है त्यसलाई चाहिँ अलिक के गर हात काट्न सक्छ ल हो के काट्दैछौ टमाटो काट्दैछौ ल हात काटौले त्यो राम्रो तरिकाले काट ल छिटो बनाइदियो दुधु पिन लाइन रे अब भोक लाएर बनाउँदा यस्तो आइङ्की हैछ नि मम्मीलाई खाना हाइको काट त हाइको आइङ्को होने गाइसमास हाइको नानी रामी देश आइङ्को हाइको भिडियो त बनेकै छ नि देश आइङ्को देश हाइको होने गाइसमास नानी सितेरु नानी के मास का नानी काटी त्यसका ल छिटो काट आइङ्की छिटो फास्ट रोग एकछिन अब यहाँ खरिन लाग्यो भने अब आइङ्कीले के गर्छिन् तेल हाल्छौ तेल हाल त नि ल भयो भने रोग है अझ सुकोसी हाल म सुकोसी ओके अब जिरा हालिदिन् ओहो जिरा सबै झार ल अब आइङ्कीले अब लसुन अदरकको सबै काटे थियौ त्यो हाल ल सबै हालिदेऊ ल गुड ल अब चलाइदिन्छन् ल जग्गा ल हालिदेऊ त नि त छिटो हाल ओ यस्तो कुक पनि छन् हामीसँग है गाई जापानमा कुक चाहियो भने हामीलाई पनि सम्पर्क गर्न सकिन्छ है गाई ल आइङ्कीले सिउ हालिन् छिटो झापै हाल नि त फेरि ल बेसार पनि हाल यताको हो यो बेसार धेरै नहाल ल त्यति हाल ल भयो ल हालिन् आइङ्कीले यति भयो ओ आइङ्कीको भेजिटेबल त यस्तो तरिकाले बनाइन् नि आइङ्कीले त के मिसाएर ल त्यहाँ हालेर अब आफै हालेर खाँदैछन् आइङ्कीले ल फाइनल्ली पाक्यो है त गाइस ल लाइक कमेन्ट सेयर गरिदिनु होला आइङ्कीले चाहिँ आफै हालेर खाँदैछन् ल ओके बाई